कुरा रहने भयो हामीले बनायो। तपाईहरुलाई केपी ओली अहिलेको प्रधानमन्त्रीजीले पार्लियामेन्टमा बोलेको एउटा स्पिच पक्कै याद छ होला। तलपट्टि शेरबहादुर बसिराख्नु भएको थियो। उहाँले शेरबहादुरतिर फर्केर के भन्नुभयो भने मैले पानी नचलेको सुनेको थिएँ तर बोली नचलेको आजसम्म सुनेको थिइनँ। तपाईले मसँग बोल्न पनि नहुने भनेर बोलेको तपाईलाई याद छ। त्यो भनेको के हो? त्यो भनेको के हो भने कांग्रेस र माओवादीको संयुक्त सरकार बनिरहेको बेलामा नेकपा एमालेको तर्फबाट पटक पटक कांग्रेसलाई प्रस्ताव गरिएको थियो कि यो सरकार छोडिदिनुस्, कांग्रेसको नेता प्रधानमन्त्री बन्नुस्, बाँकी रहेको सम्पूर्ण कार्यकाल 3, 3.5, 4 वर्ष जति हुन्छ कांग्रेसकै नेतृत्वमा सरकार बनाउन हामी तयार छौं भन्ने प्रस्ताव निरन्तर रूपमा कांग्रेसका आइरह्यो। तर कांग्रेसले त्यो प्रस्ताव एक्सेप्ट गर्यो? गरेन। किन गरेन? किन गरेन भने राजनीतिक दलहरूको बीचमा बन्द कोठाभित्र हुने समझदारीहरू चाहिँ समझदारी गर्ने, हस्ताक्षर गर्ने, त्यो हस्ताक्षर गरेको कुरामा नेतृत्व, नेता, पार्टी इमानदार नरहने, हस्ताक्षर गर्नेले प्रत्येक पटक बेइमानी गर्ने। यो हाम्रो एउटा राष्ट्रिय चरित्र बनेको ठाउँमा नेपाली कांग्रेस पार्टीको नेतृत्वले के भन्यो भने मलाई के लाभ हुन्छ म हेर्दिन, तर अहिले हामी माओवादी, समाजवादी हामी गठबन्धन भएको हुनाले गर्दा हामी विकल्पको बारेमा सोच्दैनौं। अहिले बेला बेलामा माओवादीको अध्यक्षले कहिलेकाहीँ भनेको हामी सुन्छौं कि यो कारणले गर्दा त्यो कारणले गर्दा सरकार ढल्यो, यसले ढाल्यो, उसले ढाल्यो भनेर भन्नुहुन्छ। त यसो तपाईँ हामी कांग्रेसको साथीहरूले सोचौं त, प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, हाम्रो समर्थनमा मजाको बहुमतको सरकार थियो, मजाले उहाँले चाहिँ म काँध फेर्छु भनेर नेकपा एमालेसँग सरकार बनाउन नजानु भएको भए आज यो बेलामा प्रधानमन्त्री को रहनुहुन्थ्यो? प्रचण्डजी रहनुहुन्थ्यो। हामी विकल्प खोज्न गएका थियौं, हामी प्रधानमन्त्री बनाउँछु भन्दा पनि विकल्प खोज्न गएका थियौं। अनि कांग्रेसको साथीहरूले बेला बेलामा अघि नै मीन विश्वकर्माले चर्चा गर्नुभएको जस्तो हामी समीक्षा गरौँ, प्रश्न गरौँ, छलफल गरौँ, बहस गरौँ, फरक मत राखौँ, सबै कुरा गरौँ, तर आत्मनिन्दा चाहिँ नगरौँ। यो विषयमा यस्तो पनि नबनौँ कि खत्तम भयो, सबै खत्तम, पार्टी खत्तम, नेता खत्तम, सरकार फेरेको फेरि। एकछिन अब भन्नु त, यो बेलामा नेपाली कांग्रेस पार्टीको गल्ती चाहिँ कहाँनिर हो? हामीले के गर्नु पर्थ्यो? तपाईँ त्यो ठाउँमा अहिले माथिपट्टि चाहिँ पार्टीको सभापति वा महामन्त्री वा पार्टीको नेतृत्वको तहमा हुनुभएको भए तपाईँले गर्ने निर्णय चाहिँ के हुन्थ्यो? के फरक हुन्थ्यो? हामी के फरक कुरा गर्थ्यौँ जसको कारणले गर्दा फरक परिणाम आउँछ? हामी अहिले कांग्रेस र एमाले मिलेर सरकारमा छौँ। अहिले हाम्रो बीचमा एउटा समझदारी बनेको छ। हाम्रो अहिले पनि यो पोजिसन, हामी अब यो बनेको समझदारीमा हामी 100% कमिटेड छौँ। नेकपा एमाले एडभेन्चर गर्छ हामीलाई थाहा छैन, उसको कुरा हो। ऊ काँध फेर्न जान्छ, ऊ फेरि कम्युनिस्ट एकता गरौँ भनेर जान्छ, फेरि मिलौँ भनेर जान्छ, उसको चोइस हो। हामी गर्दैनौँ भनेर कसैले जिम्मा पनि लिन सक्दैन। तर हामी काँध फेर्न जाँदैन, यो हाम्रो क्यारेक्टर हो। हामी काँध फेर्न जाँदैनौँ, हामी बोलेको कुरामा इमानदार रहन्छौँ। कांग्रेसले गिरिजाप्रसादले भन्नुहुन्थ्यो नि, कांग्रेस जे बोल्छ त्यही गर्छ। कांग्रेस आजको दिनमा हामीले 7 बुँदे समझदारी गरेका छौँ, त्यसमा जे बोलेका छौँ हामी त्यही कुरा गर्छौँ भन्ने कुरा पार्टीको साथीले एउटा आत्मविश्वासको साथ बाहिर भन्नु पर्दैन, बाहिर भन्न सक्नु पर्दैन, बाहिर भन्न सक्नुपर्छ। यो हाम्रो पोजिसन। हामी कसैको पछि लागेको पनि होइन। हामी आजको दिनमा हामीसँग मात्र नम्बर छैन, हामीले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गर्दाखेरि, हाम्रो नेतृत्वमा सरकार बनाउने पहिलो प्रयास गर्दाखेरि त्यो प्रयास सफल हुन सकेन। हाम्रो नेतृत्वमा सरकार बनाउने कुरा अहिले असम्भव छैन, सम्भव छ। तर हामी त्यसमा किन लाग्न चाहदैनौँ भने त्यसले सृजना गर्ने अस्थिरता, त्यसले सृजना गर्ने फेरि सरकारको निरन्तरको फेरबदलाव नेपालका निम्ति उपयुक्त छैन भन्ने हाम्रो निष्कर्ष हो। त्यसैले आजको सरकार यस कारणले गर्दा यसरी बनेको हो। 84 सालसम्म यो अहिलेको समझदारी अनुरूप जाने कुरामा कांग्रेस इमानदार छ, कमिटेड छ, त्यो अनुसार जान्छ। 84 मा उपयुक्त समयमा स्थानीय चुनाव हुन्छ, तोकिएको समयमा आम निर्वाचन हुन्छ। सरकारका बारेमा उठेका प्रश्नहरूको हामीले यसरी बुझ्नुपर्छ र हामीले यसरी उत्तर दिनुपर्छ। यो 84 सालसम्मको समय हामी यसको अधिकतम सदुपयोग गर्न चाहन्छौँ। यो बेलामा संविधान छ, व्यवस्था छ, एउटा पाटो छ। यो संविधानभित्र रहेर हामीले गर्नुपर्ने केही कामहरू छन्। खास गरिकन आजको नेपालको सबैभन्दा ठुलो विषय भनेको अघि नै पनि चर्चा उठ्यो, रोजगारीको विषय। त्यो रोजगारीको विषयलाई अझ लार्जर पिक्चरमा राखेर हेऱ्यो भने के हो? आजको हाम्रो सबैभन्दा ठुलो समस्या अथवा मुद्दा भनेको अर्थतन्त्रको मुद्दा हो।
हिजो मात्र विश्व ब्याङ्कको एउटा प्रतिवेदन सार्वजनिक भयो। नेपालले चमत्कार गरेको जस्तो उपलब्धि गरेको छ। अहिले नेपालका बारेमा अरू देशहरूमा चर्चा हुन्छ, हामी त अन्तर्राष्ट्रिय सम्मेलनहरूमा गइरहेको छौँ, एकदम मजाले नेपालको बारेमा चर्चा हुन्छ। नेपाल एउटा गजबको देश छ जसले चमत्कारिक ढङ्गबाट गरिबीबाट मानिसहरूलाई बाहिर निकालेको छ। एकदमै धेरै है, असाध्यै धेरै मानिसहरू गएको 15-20 वर्षमा गरिबीबाट बाहिर निस्केका छन्, असाध्यै धेरै। तर नेपालको आर्थिक वृद्धि चाहिँ एकदमै कम छ। यसरी यति धेरै मान्छे गरिबीबाट बाहिर कसरी निस्केका छन् त? गरिबीबाट बाहिर निस्कनुको मेजर कारण भनेको अथवा आधार भनेको चाहिँ नेपालीहरू बाहिर काम गर्न गएका छन्। बाहिर काम गर्न जाँदै गर्दा प्रशस्त आम्दानी गरेका छन्। त्यो आम्दानी देशभित्र वा परिवारमा आएको छ, जसले गर्दा परिवारको गरिबी घटेको छ, जसले गर्दा हाम्रो जीवन माथि उठेको छ। तर देशमा आर्थिक वृद्धि नभएको हुनाले गर्दा यो सधैँभरि टिक्न सक्दैन, यो सधैँभरि दिगो हुन सक्दैन। हाम्रो चिन्ता नेपालको आर्थिक वृद्धि कम भयो, आर्थिक वृद्धिलाई द्रुत गतिमा अगाडि बढाउनु पर्यो। त्यो गर्नलाई के गर्ने हो त? जे कुरा 48 सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको काङ्ग्रेसले गर्यो ठ्याक्कै त्यही गर्ने हो। 48 सालमा के गरिएको? 48 सालमा 30 वर्ष पञ्चायतले खुम्चाएर राखेको नेपालको अर्थतन्त्रलाई ठ्याक्क फुकाइदियो एकैपटक। 30 वर्ष पञ्चायतमा के थियो? उद्योग खोल्न पाइँदैन थियो, कल कारखाना चलाउन पाइँदैन थियो, विदेश जान पाइँदैन थियो, ऋण लिन पाइँदैन थियो, के पनि गर्न पाइँदैन थियो। सब कसले मात्र गर्थ्यो? सबको। अहिले भर्खर तपाईँलाई यदि फुर्सद छ भने भर्खर नवराज सुवेदी जो अहिले चाहिँ आन्दोलनको नेता घोषित हुनुभएको छ, उहाँले लेख्नुभएको पुस्तक छ, रुचि भएको साथीले पुस्तक पढ्नु होला। नवराज सुवेदीले तत्कालीन अधिराज कुमारहरूले कसरी चाहिँ उद्योग खोल्नका निम्ति चाहिँ सेयर दिएन भने, त्यो पनि फ्री सेयर दिएन भने उद्योग खोल्न पाइँदैन थियो भन्ने कुरा सविस्तार पुस्तकमा वर्णन गर्नुभएको छ है। काङ्ग्रेसको नेताहरूलाई मेरो आग्रह छ, कहीँ कसैको मनमा पहिला पो राम्रो थियो कि भन्ने कतै कतै कुन अन्तरकुन्तरमा लागेको छ भने बरु अहिले बिपी कोइरालाले लेखेको पुस्तक 2-4 दिनपछि पढ्नुभयो हुन्छ। अहिले फुर्सद भएको साथीले नवराज सुवेदीले लेखेको पुस्तक पढ्नु होला, जहाँ उहाँले तत्कालीन अधिराज कुमारहरूले कसरी सेयर लिनुहुन्थ्यो भन्ने बारेमा राम्रोसँग बताउनु भएको छ। अहिले हामी 10,000 मेगावाट बङ्गलादेशलाई बेच्ने भनेर कुरा गर्छौँ। 10,000 मेगावाट बङ्गलादेशलाई बेच्ने निर्णयमा हस्ताक्षर गर्ने मन्त्रीको छोडिदिनुहोस्, त्यो मन्त्रीले गर्ने होइन, प्रधानमन्त्रीले गर्ने होइन, हामी जस्ता मन्त्रीले कहिले यो गर्यो त्यो गर्यो भन्छ, मन्त्रीले गर्ने होइन। त्यो कसले गरे? त्यो गर्ने ताकत कहाँबाट आयो? त्यो गर्ने ताकत कहाँबाट आएको भने 48 सालपछि अघि पुष्पादेवीले आफ्नो स्लाइडमा थोरै चर्चा गर्न व्याख्या गर्न भ्याउनु भएन। कुनै बेला शैलजा आचार्य मन्त्री हुनुहुन्थ्यो, बरु हामीले मन्त्रीको लाइनमा लक्ष्मण घिमिरेलाई पनि सम्झाउनुपर्छ। कुनै बेला लक्ष्मण घिमिरे मन्त्री हुनुहुन्थ्यो, जतिखेर गिरिजाप्रसाद प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो बेलामा गरेका निर्णयहरू, त्यो निर्णय भनेको के हो? त्यो निर्णय के पनि होइन, नागरिकलाई विश्वास गर। सरकारले गर्ने कामहरू भनेको सीमित हुन्छ। सरकारले चुरोट बनाउने होइन, सरकारले जुत्ता बनाउने होइन, सरकारले कागज बनाउने होइन, सरकारले टायर बनाउने होइन, सरकारले चिनी बनाउने होइन, सरकारले सिमेन्ट बनाउने होइन। सरकारले के गर्ने हो? सरकारले विद्यालय बनाउने हो, सरकारले स्वास्थ्य चौकी बनाउने हो। त्यस कारणले गर्दा बाबुराम भट्टराई प्रधानमन्त्री हुनुभएको बेलामा, प्रचण्ड पनि प्रधानमन्त्री हुनुभएको बेलामा, पछि बाबुरामजी पनि हुनुभयो, उहाँहरूले सबैभन्दा बढी विद्यालयको स्वर्ण महोत्सवमा सहभागी हुन पाउनु। किन पाउनुभयो? किनकि 18 महिना मात्र प्रधानमन्त्री हुन पाउँदै गर्दा पनि जननायक बिपी कोइरालाको सरकारले देशैभरि 100औँवटा विद्यालय खोल्यो। किनकि कति? 2600 को। किन खोल्यो? किनकि काङ्ग्रेस पहिलो दिनबाट के कुरामा एकदम प्रष्ट छ, जुन कुरा नागरिक आफैले गर्न सक्दैन, जुन कुरा सामाजिक न्यायसँग जोडिएको छ, त्यो कुरा गर्ने काम सरकारको हो। जस्तो अहिले ठुल्ठुलो अनुसन्धान नागरिक आफैले गर्न सक्दैन, वैज्ञानिक अनुसन्धान ठुल्ठुलो कामहरू गर्न सक्दैन, त्यो कसले गर्छ? त्यो राज्य वा सरकारले गर्छ। तर जुन कुरा नागरिक आफैले गर्न सक्छ त्यहाँ सरकारले गर्ने होइन। 48 सालदेखि 51 सालसम्म हामीले एकदम राम्रोसँग काम गऱ्यौँ। पछि फेरि गिरिजाप्रसाद प्रधानमन्त्री, कृष्णप्रसाद प्रधानमन्त्री र शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा पनि हामीले ठुलो सुधारको कामहरू गऱ्यौँ। दक्षिण एसियामा अहिले पनि भारतले करको जस्तो कानुन बनाउनु पर्यो भनेर भन्छ। म रामशरद महतलाई सम्झन चाहन्छु। अहिले रामशरद महत यो बेलामा अस्वस्थ हुनुहुन्छ, उहाँलाई म सम्झन चाहन्छु। यतिखेर नेपाली कङ्ग्रेस पार्टीले त्यत्रो माओवादीको जर्जर बनाएको भएको बेलामा पनि आज पनि भारतले गर्न नसकेको काम हामीले 55-56 सालमा गरेर आएको। तिनै सुधारको कारणले गर्दा आज हामी यतिको टिकेको बाँचेका छौँ। अब बाँकी रहेको 3 वर्ष
हामी त्यो बेलामा रोकिएका सुधारहरू गर्न चाहन्छौँ, सुधारको गतिलाई अगाडि बढाउन चाहन्छौँ। केही दिन अगाडि संसदबाट केही अध्यादेशहरू पारित भयो। बाहिर बहस कस्तो छ अघि नै चर्चा भयो, हामी बोल्नै जान्दैनौँ। हामी जे कुरा गर्छौँ त्यो कुरा बोल्न जान्दैनौँ, भन्न जान्दैनौँ। अरू बाँकी रहेकोले भनिदिन्छ हाम्रो बारेमा, अनि हामी त्यसलाई पत्याएर जाने अवस्था बन्छ। अध्यादेश ठिक कि बेठिक भन्ने बहसमा हामी अलमल्यौँ। विषय अध्यादेशको कुनै होइन, किन सरकारसँग प्रचण्ड बहुमत छ, कानुन पारित गर्ने कुरा कुनै गाह्रो कुरा भएन। विषय के को? विषय आर्थिक प्रगतिलाई गति दिने कि नदिने भन्ने बारेमा। 48 सालदेखि 51 सालसम्म जुन परिवर्तन हामीले जुन वेगका साथ गऱ्यौँ, हामी अहिले एमालेसँग भएको सरकारको 3 वर्षको अवधि त्यही वेग हामी पक्रन चाहन्छौँ, त्यही तरिकाले हामी गर्न चाहन्छौँ। हामी ऊर्जाको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, पूर्वाधारको क्षेत्रमा, यी तमाम क्षेत्रमा हामी सुधारका काम गर्न चाहन्छौँ। म 2 दिन अगाडि मात्रै बालुवाटारको बैठकमा भएको सानो सन्दर्भ सम्झाउँछु। अहिले हामी भारतमा नितिन गडकरी आइसकेपछि बाटो बन्यो, बाटो बन्यो, बाटो बन्यो भनेर भन्छ। नेपालमा बन्दैन बन्दैन भनेर भन्छ। त्यहाँ बाटो कसरी बनेको छ, त्यहाँ पूर्वाधार कसरी बनेको छ भने 48 सालमा जसरी हामीले ऊर्जाको क्षेत्रमा वा बिजुलीको क्षेत्रमा एउटा नागरिकले बिजुली कम्पनी खोल्न पाउँछ, वा एउटा नागरिकले बुद्ध एयरलाइन्स वा यति एयरलाइन्स, श्री एयरलाइन्स खोल्न पाउँछ भनेर भनेको जस्तै काम गरेन्। त्यो बेलामा हामी भारतभन्दा धेरै अगाडि थियौँ। बिचमा हामी रोक्यौँ 10-15 वर्ष। अहिले भारत हामीभन्दा अगाडि गयो। किन गयो? भारतमा आज सडक बनाउनलाई पैसा सरकारले थोरै हाल्छ, बाँकी कसले हाल्छ? बाँकी सडक जसले बनाएको हो निजी क्षेत्रले हाल्छ। अब वर्षौँ पछाडि परे तापनि हामी अहिले कानुनमा भर्खर 2 दिन